Hi guys. ल जाऊ हिँड्नुहोस् हानौँला जस्तो गरे त अबि अमिलो गाई चाहिँ ओइ ओइ म आइसकेँ भन्देऊ हाम्रो गोर्खा बजार चाहिँ हामी जाम परेनौँ होइन छोरा है माछाको पिल्ला छ मर्यो भने बर्बाद मलिकुमा आए पछाडि माछा नखाने भन्ने त कुरै हुँदैन होइन झोल माछा तिनजना एकैचोटि निस्किनु हुन्न भन्छ नि त अनि त्यही भएर चाहिँ मेरो छोरा हेलो नमस्ते साथीहरू स्वागत छ हजुरहरूलाई मेरो धेरै पछाडिको अर्को ब्लगमा आजको ब्लग त एकदमै स्पेसल छ किनभने आज चाहिँ हामी दसैँको लागि गाउँ जाँदैछौँ अनि म चाहिँ आज बिहान एकदमै छिटो उठेर रातभरि निद्रा नलाग्ने कि गाउँ जाने भने पछाडि त रातभरि निद्रा लाग्दा नलाग्ने कहिले उज्यालो हुने जस्तो हुने आज चाहिँ म छिटो उठेर मेकअप पनि गरेको छु हल्का अब चाहिँ हामी गाउँ जाँदैछौँ एकछिन पछाडि हो म बिचरा चाँडै उठाएर लैजानुपर्छ उसको चाहिँ उठ्ने बानी जहिले पनि हेर बेरेर जहिले पनि ढिला उठ्छ ऊ चाहिँ आज चाहिँ 6 बजिसक्यो बिहानमा अब चाहिँ हामी उठेर जाने जाने होइन हामी कता जाने रे आज अजिवाठामा जाने होइन त हो ल उठ्नुहोस् न त ल एकछिन रेस्ट गर्नुहोस् नो वाइ नो हजुर ओके आँखै खोलेको छैन बिचरा म अनि ल अब हामी एकछिन पछाडि जान्छौँ है त जाने ओके अजिबाठामा जाने राति उज्यालो हुन लागिसक्यो नि ल यता घाममा मात्रै उज्यालो हुन लागिसक्यो अब जाने हामी हस् ल अजी बाबा तल जानु भएको छ आउनुहुन्छ अब अनि अब अलि धेरै दिनै आइदिन नि त अनि मलाई चाहिँ के को पिर लाग्छ भने माछाको पिर लाग्छ मर्यो भने बर्बाद तलको आन्टीलाई खाजा हालिदिनु त भनेको छ छन चाहिँ यसलाई अब हेरौँ त्यति बेलसम्म के गर्छ मर्यो भने फाइनल्ली हामी चाहिँ निस्केको अब त्यहाँ दुईजना चाहिँ अगाडि पुगिसकेको छ म चाहिँ पछि ल आउँछ र तिमीहरूमा उताबाट चढ्ने आऊ ओके तिनजना एकैचोटि निस्किनु हुन्न भन्छ नि त अनि त्यही भएर चाहिँ मेरो छोरा यता हामी कहाँ जानु लाग्यो खै यो टिकी लगाइदिउँ पक्का त आजको यात्रा हाम्रो गाउँको आइता गाइस होइन सानी कता मल्लिको आइपुग्यौँ अनि खानालाई चाहिँ वेटिङ गर्दै हो अहिले चाहिँ होइन छोरा हो है अब खाना खाने होइन त माम खाने होइन हामी माम हो है अनि हजुरले के खानु भएको थियो ओके हामी अब खानासाना खाएर चाहिँ लाग्छौँ घरतिर मलिकुमा आए पछाडि माछा नखाने भन्ने त कुरै हुँदैन होइन झोल माछा फ्राई माछा सबै खाएर चाहिँ हामी अब घरतिर लाग्छौँ है साथीहरू यस्तै छ हामी चाहिँ मुगलिन आइपुग्यौँ आज चाहिँ हामी जाम परेनौँ होइन छोरा है मुगलिनको पुल सरर उतापट्टि पुरानो हो त्यो चाहिँ यतापट्टि नयाँ
हामी चाहिँ हाम्रो गाउँ आइपुग्यौँ। हाम्रो घर कति रमाइलो रमाइलो भएको छ कि छैन सानी? छ है। फाइनली हामी चाहिँ घर आएर अब फेरि अर्को पुरानो घर जान लाग्यो होइन छोरा? हो कि होइन? मेरो छोरा खोला खोला भन्दैछ नि। यो के हो? खोला होइन ल होइन। हामी चाहिँ हिँड्दै हिँड्दै हो आउने होइन। ल उता पानीमा हालिदेऊ न। यहाँ पानीमा यहाँ हालिदेऊ न पानीमा। अनि पो बगेर जान्छ त अनि। ल हालिदेऊ पानीमा। ल न खै त। ल हालिदेऊ। ऊ देख्यौ? ल जमिन। ल अहिले पछि हाल्ने होइन न। पहिला बाइकमा चढ न। आऊ के अझै भट्टामा जाने हो। ल अहिले हामीले बाइक चाहिँ उता माथि राखेको। उता माथि बाबाको हातसम्म। अब चाहिँ हामी यहाँबाट हिँड्दै हिँड्दै जाने। तल चाहिँ बाइक जाँदैन। अनि यो चाहिँ हाम्रो पुरानो घर भन्नाले अब म चाहिँ सुरुमा बिहे गरेर भित्रेको घर हो। यो तलको हो त्यो घर हो। भूकम्प पछाडि यत्तिकै छाप्रो जस्तो टाइपको मात्रै बनाएर बसेको घर हो यो चाहिँ। अहिले चाहिँ यहाँ तलको बस्ती चाहिँ प्रायः जस्तो सबैले छोडिसक्यो। तर हाम्रो भैँसी बाख्राहरू चाहिँ छ। अनि आमा यहीँ तल हुनुहुन्छ नि, त्यही भएर हामी चाहिँ यहीँ तल आएको। गाउँमै रमाइलो यस्तो यस्तो छ हाम्रोतिर घर। म आइसकेँ भनिदेऊ न। बाख्रा चलाउनु जानु भा। किन र नहिँड्ने नहिँड्ने? यो सबै घरहरू अहिले छोडिसक्यो या पुरै के किरा सबै घाँस पलाएर घर अगाडि अगाडि त यस्तो भइसक्यो। पहिला कति रमाइलो थियो यही ठाउँ, अहिले यस्तो भइसक्यो। त्यस्तै नि गर्छ र गोठले। गोठले थु गर्यो भन्छ। केराको घरी पाके नि चोरेर खाइदिनु हुन्थ्यो। ओ यता नि रहेछ तर पाके छैन केहरू चाहिँ। यो आमा त लौरो बोकेर हिँड्नु भएको त। अटीले तिमीलाई पिट्न लाग्यो क्या सानी? होइन भने फेरि अझै के अझै भने भात खान बस्छ ठाउँ पनि हामी अझै जाने भने हे खै त बाख्रा बाख्रा खै त। फुल त सबै पहिलाइसकेछ। बाउ त राँगो काटिरहेको रहेछ माथि। गरे त तिमीले अझैलाई जी कता गयो? गरेन त? गरिसके? ल भैँसी हेर्न जाऊँ हाम्रो। ओ हेर भैँसी। दसैँमा काटेर खाने कुखुरा हो क्या आमा? यो आमा हान्नु रहेछ कत्रो। ओ यसले त हानौँला जस्तो गरेको त अबि। सानो बच्चा कस्तो रिसा त यो त। ओ
अमिलो गाई चाहिँ ओइ ओइ यो म्याङ्गो डर हो लाग्यो फेरि यो म्याङ्गो हो आमा यो उता किन्नलाई कति महँगो पर्छ गाउँमा यहाँ यस्तो विधि फले किन मलाई यहाँ अझै त्यो कुना कुनामा त झन् कति धेरै रहेछ नि हेर्नु कता जाने हो र त्यो बोकेर उता ल गाइज हामी चाहिँ गाउँ आएर गाउँको अर्ग्यानिक मही खाँदैछौँ यस्तो मिठो हुने कि गाउँको मही आज त लोइ छोड्यो भएर पँधेलो मिठो ल बेसीबाट काम जान लागेको अवस्था सबैजना अहिले चाहिँ ए धमाङ भिडियोमा हेरिदिनु है हेरेको छु घाममा मात्रै तल झर्नु भयो त हाई गाइस ल जाऊ हिँड्नुहोस् गाउँमै रमाइलो है सबै कुरा सुविधा हुने हो भने त गाउँमा कति रमाइलो रमाइलो त्यही त सबै घर तलै बनाइदियो भएको कति गरौँ भएर माथि पानी थपिदिए फेरि सन्नालाई आमालाई राखेर बोक्नु त हाम्रो चाहिँ दसैँ सुरु भइसक्यो यो चाहिँ खुट्टा राखेको यो चाहिँ राखेको खुट्टा यहाँ छ मासु अनि यहाँ लहरा अब एकछिनमा हामी सुकाउँछौँ यो चाहिँ हामीलाई चाहिँ दसैँ लगाइसक्यो है साथीहरू